एकजना लङ्गडो निको पारिएको घटनालाई हामी हेर्दैछौँ। अहिले पत्रुस र यूहन्ना दिउँसो 3 बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदै थिए। मन्दिरभित्र पस्नेहरूसँग भिख माग्न जन्मैदेखिको एकजना लङ्गडालाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर त्यसले भिख माग्यो। यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, हामीतिर हेर। तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। तब पत्रुसले भने, सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तँलाई दिन्छु। नासरत यीशु ख्रीष्टको नाउँमा हिँड। तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। अनि तुरुन्तै उठेर त्यो खडा भयो र हिँड्न थाल्यो र हिँड्दै उफ्रदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। तब सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भिख माग्न बसिरहने यही नै हो भनेर चिने र त्यसमाथि भएका कुरामा तिनीहरूले अचम्म मानेर आश्चर्यचकित भए। हालेलुया। हामी यतिमै सीमित राखौँ। यहाँनिर हामी देख्न सक्छौँ एउटा अचम्मको काम छ, आश्चर्य काम छ। अनि यो चाहिँ आज तपाईँ र मेरो जीवनको लागि एउटा च्यालेन्ज, तपाईँ र मैले गर्नुपर्ने। यो वचनको आधारमा तपाईहरुले परमेश्वरले दिनुभएको वचनलाई कदम सिरोपर गरेर काम गर्नुपर्ने कुराहरू पनि छ। यहाँ हामी मण्डलीमा व्यवस्थालाई पूरा गर्नको लागि मात्र आयो, सुन्यो, बस्यो अनि त्यसपछि गायो अनि गयो। जस्ताको तस्तै हुनको लागि मात्र होइन प्रिय मण्डली हो। यहाँनिर तपाईँ र मेरो निम्ति केही न केही जिम्मेवारी चाहिँ छ, केही न केही पक्का जिम्मेवारी छ। अनि त्यो जिम्मेवारी चाहिँ तपाईँ र मैले थाहा गर्नुपर्छ। जब प्रभुको उपस्थितिमा तपाईँ र मैले हामी चाहिँ परमेश्वरलाई महिमा मात्र दिने भन्छौँ, गीत गाउँछौँ, प्रार्थना गर्छौँ अनि सेवा गर्छौँ, यहाँबाट उफ्रन्छौँ, नाच्छौँ, जान्छौँ भन्ने मात्र उपलब्धि केही पनि छैन। हामी जस्तो हिजो थियो त्यस्तै हो। तर प्रभु परमेश्वरले चाहिँ तपाईँ र मलाई उहाँले ठुलो जिम्मेवारी तपाईँ र मेरो हातमा दिनुभएको छ, तपाईँ र मेरो काखमा दिनुभएको छ। अनि तपाईँ र मैले राम्रोसँग विचार गर्नुपर्छ, राम्रोसँग सुन्नुपर्छ अनि यसलाई चाहिँ तपाईँ र मैले कार्यान्वयन गर्नुपर्छ। अनि त्यो व्यक्तिको जीवनमा चाहिँ परमेश्वरले ठुलो काम गर्न सक्नुहुन्छ। त्यसैले हाम्रो हृदयहरूलाई तयार गर्नुपर्छ। हालेलुया। हाम्रो हृदयहरूलाई तयार गर्नुपर्छ। यहाँनिर पत्रुस यूहन्ना एउटा मन्दिरमा प्रार्थना गर्नलाई जाँदै हुनुहुन्थ्यो, हैन? दिउँसोको के बिहानको 3 बजेतिर, हैन? यहाँनिर बिहानको 3 बजे प्रार्थनाको लागि मन्दिरमा जाँदै गर्दाखेरि त्यहाँनिर चाहिँ मन्दिरभित्र पस्नेहरूसँग एकजना भिख माग्ने जन्मैदेखिको एकजना लङ्गडालाई मानिसहरूले बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा चाहिँ राखिदिन्थ्यो। सुन्नुहोस्, आज हामी चर्चमा प्रार्थनाको लागि र सेवाको लागि आउँदैछौँ। हामी परमेश्वरले महिमा दिनलाई आउँदैछौँ। तर आज कति व्यक्तिहरू, कति मानिसहरू हाम्रो वरिपरि यस्तै समस्यामा परेका, जन्मैदेखि आपतमा परेका, विपत्तिमा परेकाहरू
तपाईहरु मेरो वरिपरि हामी देखिराखेका हुन्छौं, तर हामीलाई चाहिँ वास्ता लाग्दैन। हामी चाहिँ आफै मात्र आउने, आफै मात्र जाने, आफै मात्र गाउने, यीशु पायो अब त के चाहियो, त्यति मात्र थाहा छ। अनि त्यसपछि चाहिँ अरूको जीवनको हामीलाई वास्ता छैन। प्रभुले वचनमा के भन्नुभएको छ भने, जस्तो तिमीहरू आफैले आफैलाई प्रेम गर्छ त्यस्तो आफ्नो छिमेकीलाई प्रेम गर। हालेलुया। जस्तो हामी आफैले आफैलाई प्रेम गर्छौं, जस्तो हामी आफैले आफैलाई सोच्छौं, जस्तो हामी आफैले आफैले गर्न खोज्छौं, त्यस्तै हाम्रो छिमेकीले पनि गर भन्ने उहाँको महान आज्ञा छ। भनेदेखि आज तपाईँ र म मात्र बाँचेर हुँदैन। आज तपाईँ र म मात्र परमेश्वरले महिमा दिने व्यक्ति होइन। आज तपाईँ मेरो पछाडि धेरै व्यक्तिहरू छ, जसरी यहाँनिर एउटा भिख माग्न जन्मैदेखिको एकजना लङ्गडा व्यक्ति, जसको चाहिँ केही पनि यताउता हैन, उसले आफूले जीविका आर्जन गर्नको लागि केही गर्न नसकिने व्यक्ति, अनि जसलाई चाहिँ मानिसहरूले त्यो सुन्दर नामक ढोकामा ल्याएर, जहाँ चाहिँ मानिसहरू आवत जावत गरिरहन्थ्यो, अनि त्यहाँ चाहिँ मानिसहरू आवत जावत गर्दाखेरि मानिसहरूले त्यही व्यक्तिलाई चाहिँ केही रुपियाँ दिने, केही खानेकुराहरू दिने, केही हैन पैसाहरू दिएर जाने। धेरै मान्छे आवत जावत गर्ने क्रममा मान्छेले विचार गर्ने कुरा यही हो। अनि त्यो ठाउँ चाहिँ मन्दिरभित्र मानिसहरू आवत जावत गरिरहन्थ्यो, त्यहाँ धेरै मानिसहरू हुन्थ्यो। अनि त्यहाँ चाहिँ एकजना भिख माग्ने जन्मैदेखिको एकजना लङ्गडालाई चाहिँ मानिसहरूले बोकेर ल्याउँथ्यो दिनहुँ। अनि त्यही समयमा पत्रुस र यूहन्ना मन्दिरभित्र प्रार्थना गर्नको लागि जाने क्रममा त्यो भिख माग्ने व्यक्तिले, त्यहाँ लङ्गडो व्यक्तिले चाहिँ पत्रुस र यूहन्नालाई त्यहाँनिर देख्छ। अनि देखेपछि 3 पदमा गएर भन्दछ कि हैन, पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देखेर त्यसले चाहिँ भिख माग्यो। सुन्नुहोस् है, पत्रुस र यूहन्ना जब प्रार्थना गर्नलाई मन्दिरभित्र जाँदै गर्दाखेरि त्यो व्यक्तिले, जन्मैदेखिको लङ्गडो, जसले केही पनि जीविकोपार्जन गर्न सकिँदैन र जसलाई मानिसले ल्याएर राखिदिनु पर्छ, र उसले चाहिँ अब पत्रुस र यूहन्नालाई देखेर त्यहाँनिर चाहिँ भिख माग्न लाग्यो। अनि त्यहाँ 4 पदमा भनेको छ, यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, हामीसित हेर। सुन्नुहोस् है, हामीसित हेर है। आज हामी मानिसहरू धेरै समस्यामा परेको छ। आज मानिसहरू दुःखमा छ, पीडामा छ, रोगमा छ। आज हाम्रो समाजहरू, हाम्रो जातिहरू, हाम्रो परिवारहरू, हाम्रो नजिकैको इष्टमित्रहरू आज यो प्रकारले आफ्नो जीवन उपार्जन गरिराखेको छ। आफ्नो जीवनलाई कता गएर कसले कसलाई भनेर उनीहरू चाहिँ आफ्नो जीवनलाई हैन त्यहाँनिर चाहिँ एकदम को व्यक्तिद्वारा को व्यक्तिले मेरो निम्ति गरिदिन्छ भनेर पुकार गरिराखेको छ, खोजी गरिराखेको छ है। यति मात्र होइन, हाम्रा मानिसहरू अहिले यो शान्तिको लागि, उद्धारको लागि, छुटकाराको लागि हाम्रा मानिसहरू चाहिँ तीर्थयात्रा गइराखेको छ। विभिन्न धामी झाँक्रीदेखि लिएर हरेक कार्य क्षेत्रहरू गरिराखेको छ। विभिन्न आस्थालाई पुजिराखेको छ। धेरै टाढा टाढा यात्रा गरिराखेको छ। तर परमप्रभु परमेश्वरले तपाईँ र मलाई जुन ठाउँमा तपाईँ र म रह्यो त्यही ठाउँमा तपाईँ र मैले पाउने ईश्वरलाई चाहिँ, जुन ठाउँमा तपाईँ र मैले त्यही ठाउँबाट हुने छुटकारालाई चाहिँ तपाईँ र मैले आफैले मात्र बोकेर हिँडिराखेको हुन्छ। त्यसैले प्रिय मण्डली हो, आज तपाईँ र मेरो निम्ति एउटा च्यालेन्ज, आज तपाईँ र मेरो निम्ति एउटा च्यालेन्ज कुरा यहाँनिर के छ भनेदेखि, आज तपाईँ र मेरो बीचमा यो प्रकारका व्यक्तिहरू जब छ भनेदेखि आज तपाईँहरूमा चुप लागेर हिँड्नु भएन। हालेलुया। तपाईँ मैले देख्नु पर्यो,
तपाईहरुले भन्नु पर्यो, तपाईहरुले यो सन्देशहरु छोड्नु पर्यो। हामी के गर्छौं, हामी के भन्छौं भनेदेखि प्रभु हामी चाहिँ यीशु प्रभुको नाममा यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, यसरी हिँड्नुपर्छ, यसरी बताउनुपर्छ, हरेक प्रक्रियाहरुमा, हरेक आज्ञाहरुमा, ख्रीष्टको आज्ञाहरुमा हामी अघि बढिराखेको हुन्छ। तर हामी चाहिँ म जान्दिन हैन, मसँग छैन हैन, कसैलाई सहयोग गर्ने कुराहरु आयो भने कसैको निम्ति यो प्रकारले चाहिँ हामीलाई यसरी दिनुपर्छ, यसरी चाहिँ उठाउनुपर्छ, यो व्यक्तिलाई यसरी गर्नुपर्छ भनेदेखि हामी के भन्छौं, हामीसँग केही पनि हुँदैन हैन, आफूसँग छैन भन्छौं, म गर्न सक्दिन, म बोल्न सक्दिन, म त्यतिको सक्षम भएको छैन भन्छौं। तर प्रभुको वचनले यहाँनिर एउटै कुरो के बताएको छ भने तपाई र मेरो निम्ति उहाँले कुनै पनि गहकिलो कुराको, कुनै पनि सुन चाँदीको कुराको, कुनै पनि रुपैयाँ पैसा तपाई र मसँग भएका कुनै पनि त्यहाँनिर गहकिलो कुराहरु दिनुपर्ने कुराहरु यहाँनिर उहाँले भन्नु भएन। उहाँले एउटै कुरा त्यहाँनिर भन्नुभयो कि नासरत यीशु ख्रीष्टको नाममा उठ। हालेलुया। त्यसैले यहाँनिर 6 पदमा गएर भन्दछ, तब पत्रुसले भने सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तँलाई दिन्छु, नासरत यीशु ख्रीष्टको नाममा हिँड। सुन्नुस् है, नासरत यीशु ख्रीष्टको नाममा हिँड। प्रिय हो, आज तपाईँ र मैले जुन वचन पाएको छु, जुन अधिकार पाएको छु, त्यो नासरत यीशु ख्रीष्टको नाम सबैभन्दा उच्च छ। यीशुको नाममा छुटकारा छ, यीशुको नाममा शान्ति छ, यीशुको नाममा चंगाई छ, यीशुको नाम सबैभन्दा उच्च छ। हालेलुया। यीशुको नाम सबैभन्दा काफी नै छ। त्यसैले यीशुको नाम तपाईँ र मैले घोषणा गर्न सक्नुपर्छ। यीशुको नाम आज छुटकारा छ। त्यसैले आज तपाईँ र मैले यो भन्न मिल्दैन मसँग दिनलाई केही पनि छैन, मसँग यीशुको नाम छ। हालेलुया। यीशुको नाम। एक समयमा आजभन्दा धेरै वर्ष अगाडि हामी बाटोबाट जाँदै थियौं, जाँदै गर्दाखेरि अनि बाटोमा एकजना व्यक्ति दुष्ट आत्माले सताएर एकदमै लडिराखेको रहेछ, लडी खेलिराखेको रहेछ। अनि बाटो बन्द, उताबाट आउने उतै बस्ने, यताबाट आउने यतै बस्ने, अनि त्यहाँबाट रमित भइराखेको थियो। अनि त्यो व्यक्तिको नजिक गयो भने सबैले चिथोर्ने, ढुङ्गाले हान्ने, थुक्ने, टोक्ने, यी आदि कुराहरू हरकत भइराखेको थियो। अनि त्यही क्रममा हामी पुग्यौं। अनि त्यहाँबाट हामी शनिबारको सेवा सिद्धेर जाँदै थियौं। त्यही बाटो पुग्यो। त्यही बाटो पुगेपछि त्यहाँबाट अनि हामीले देख्यौं। अनि त्यो भिडलाई देखेपछि भन्यो, अनि यहाँ के भइराखेको छ सोध्यो। अनि सोधेपछि त्यहाँ एकजनाले त्यहाँनिर भन्यो, यहाँनिर दुष्ट आत्मा लागेको मान्छे छ, बौले राखेको छ, त्यहाँ जानै दिँदैन, यो बाटो जान मिल्दैन, त्यसैले उताको उतै छ, यताको यतै छ। अनि त्यहाँबाट मैले भने, अनि यो के को रमित हो, म जान्छु। अनि त्यहाँबाट म गएँ। अनि गएर त्यहाँबाट यसो हेरेँ। अनि हेर्दाखेरि अनि त्यो मान्छे चाहिँ एकदमै म पुग्दा साथ घोप्टिएर बस्यो हैन, शिर निहुराएर बस्यो। अनि शिर निहुराएपछि मैले काखमा यस्तो समातेर हैन, काखमा समातेर अनि यसरी स्पर्श गरेर उहाँले भने हैन, उहाँले छोएर उहाँलाई भने तपाईँ को हुनुहुन्छ भन्दाखेरि उहाँले स्वाट फर्किनु भयो। अनि फर्केर हेरेपछि उहाँको हैन यो अनुहार त सबै रातो न पिरो, यो आँखाबाट रगत नै बग्ला जस्तो। अनि उसलाई ठ्याक्क मलाई थाहा गरे। अनि उसले मलाई के भन्नु थाहा छ, तपाईँ परमेश्वरबाट पठाएको हुनुहुन्छ, मलाई ननिकाल्नुहोस्, म जान्न। सुन्नुहोस् है, म जान्न, दुष्ट आत्माले चिन्छ। अनि त्यहाँबाट मैले भने, तैँले ठिकै चिनेछस्, नासरत यीशु ख्रीष्टको नाममा
यो व्यक्तिको जीवनबाट निस्की। मैले धेरै शब्द बोलेन प्रिय हो, नासरत यीशु ख्रीष्टको नाउँमा यो व्यक्तिबाट निस्की, यही शब्द मात्र चलाए। अनि त्यसपछि त्यो व्यक्ति पुरा फिज काटेर हैन त्यही ढल्यो। अनि ढलेर मैले 2-3 सेकेन्डपछि फेरि पक्रेर उठायो। अनि उठाएपछि यसो हेरेँ। अनि मैले भने तपाईले मलाई चिन्नुहुन्छ भने, चिन्दिन हैन, चिन्दिन भने। सुन्नुहोस् हैन, अनि जब दुष्ट आत्माले छोडेर गयो, नर्मलमा आयो, हाम्रो बातचित भयो है। तपाईले मैले भन्न खोजेको कुरो, नासरत यीशु ख्रीष्टको नाउँमा तपाईँ र मेरो निम्ति ठुलो शक्ति छ। हालेलुया, छुटकारा छ, चंगाई छ। त्यसैले तपाईँ र मैले सुन, चाँदी, हीरा, मोती, रुपियाँ, पैसाहरू यी आदि कुराहरू प्रदान गरी राख्नु पर्दैन। तपाईँ र मैले एउटै शब्द घोषणा गरौँ विश्वासको साथ, परमेश्वरले दिनुभएको तपाईँ र मलाई त्यो अधिकारले चलाऊ। नासरत यीशु ख्रीष्टको नाउँ सबैभन्दा, त्यही नाउँमा चाहिँ छुटकारा छ। हालेलुया, छुटकारा छ। यो लङ्गोडले पनि त्यहाँनिर माग्ने अवस्थामा पत्रुस र यूहन्नालाई केही दिन्छ कि भन्ने आश गरिराखेको थियो प्रिय। तर पत्रुसले भने हामीसित केही पनि छैन, सुन चाँदी केही पनि छैन, तर एउटै कुरो मसित छ, जे मसित छ म तँलाई दिन्छु। त नासरत यीशु ख्रीष्टको नाममा उठ। हालेलुया, नासरत यीशु ख्रीष्टको नाममा उठ। त्यसैले प्रिय मण्डली हो, यहाँनिर पत्रुसले र यूहन्नाले जब यी कुरा घोषणा गरे, 7 अध्यायमा 7 पदमा गएर यहाँनिर भन्दछ 3:7मा, तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए र तुरुन्तै त्यसको खुट्टाहरू र गोलीगाठामा ताकत आयो। आमेन। तुरुन्तै, सुन्नुहोस् है, तुरुन्तै है। त्यसैले आज तपाईँ र मेरो, हाम्रो बिचमा परमेश्वरले ठुलो अधिकार दिनुभएको छ। हामी भन्छौँ हैन, म सक्दिन, मसँग केही पनि छैन। हाम्रो जातिहरू, हाम्रो मानिसहरू, हाम्रो वरिपरिका छिमेकीहरू यो प्रकारले धेरै रोगले गाँजी राखेको छ, दुष्ट आत्माले गाँजी राखेको छ। छुटकाराको निम्ति तिनीहरूले बाटो खोजिराखेको छ। तिनीहरू विभिन्न तौल तरिकाले तिनीहरू हिँडिराखेको छ, तर पाइराखेको छैन। प्रिय, त्यो जिम्मा चाहिँ तपाईँ र मलाई दिनुभएको छ। आमेन। गएको हप्तामा एक परिवारमा यस्तो समस्या आएछ। सबै पहिला श्रीमतीलाई यति दुःख कष्ट छोप्ने, अनि त्यसपछि ओछ्यान गरेपछि केही पनि थाहा नहुने, अनि त्यसपछि श्रीमतीलाई उपचार गर्दा 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 आधी पैसा सिद्धिसक्यो छैन। अनि त्यसपछि श्रीमानलाई पनि त्यस्तै भइदिएछ। फेरि सुन्नुहोस् है, श्रीमानलाई पनि त्यस्तै भइदिएछ। अनि फेरि श्रीमानलाई, अनि परिवार छोराछोरी पनि त्यस्तै भयो, छोप्ने। अनि त्यहाँबाट छोपिसकेपछि केही पनि थाहा नहुने, डक्टर कहाँ गयो, थुप्रो पैसा सिद्धायो, डक्टरले रोग पत्ता लगाउँदैन। झाँक्रीका गयो, बुटी बाँधेर पठाइदिन्छ, त्यो बुटीले काम गरेन। अलिकति कम पैसाको बुटी हो भनेर अलि ठुलै रकम तिरेर पनि बुटी बाँध्यो, केही समयको लागि मात्र हुने, फेरि त्यस्तै प्रकारको हुने। हामी केही पनि सिप नलागेपछि अन्तिम उपाय भनेको अब चर्च गएर प्रार्थना गर्नुपर्छ। चर्च गएर हैन, कोही परमेश्वरको जनले बताइदिनु भयो, यसरी नै सिकाइदिनु भयो, थाहा गर्यो। अनि त्यसपछि अब मेरो उपाय छैन, अब म चाहिँ अब चर्च गएर अब विश्वास गर्छु, अनि त्यसपछि म निको हुन्छु। अनि त्यसपछि हामीले प्रार्थना गर्यौँ, ग्रहण गराइदियौँ, यीशु ख्रीष्टको नाउँमा मुक्तिदाताको रूपमा स्वीकार गराइदियौँ। अनि त्यसपछि हामीले प्रार्थना गरिदियौँ। अनि प्रार्थना गरेर अनि आज चाहिँ ती व्यक्ति त्यो हिजो भएको भन्दा अहिले अलि कम छ। हालेलुया, अलि कम छ। परिवारले नै अहिले ग्रहण गरेको छ। मैले भन्न चाहेको कुरा, आज समाजमा यस्तो व्यक्तिहरू धेरै छ
धेरै छ, तर तपाईँ र म चाहिँ हामी मात्र आउँछौँ, प्रार्थना गर्छौँ, हिँड्छौँ अनि त्यहाँबाट सिद्धो गयो त्यो मान्छे जस्ताको तस्तै। त्यसैले त्यहाँ सुनाउने जिम्मेवार, बताउने जिम्मेवार, छुटकारा दिने जिम्मेवार चाहिँ तपाईँ र मेरो हातमा दिएको छ। त्यो जिम्मा चाहिँ तपाईँ र मैले पुरा गर्नुपर्छ, हामी पुरा गर्नुपर्छ। त्यसैले गर्दाखेरि यहाँनिर पत्रुस र यूहन्नाले पनि प्रार्थना गर्न जाँदै गर्दाखेरि एकजना जन्मैदेखिको लङ्गडो जो चाहिँ आफ्नो जीविका चलाउनलाई पनि मागिराख्नु पर्थ्यो, त्यो व्यक्तिलाई प्रार्थना गरेर नासरत यीशु ख्रीष्टको नाउँको घोषणा गरेर विश्वासका साथ तिनीहरूले त्यो व्यक्तिले चाहिँ चङ्गाई पायो। यहाँ बताएको छ त्यसका हैन, त्यसलाई उठाएर तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाठामा ताकत आयो अनि जुरुक्क उठेर त्यो खडा भयो र हिँड्न थाल्यो र हिँड्दै र उफ्रदै परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। हालेलुया। त्यसैले आज परमेश्वरले तपाईँ र मलाई ठुलो जिम्मा दिनुभएको छ। हामी मात्र होइन, हामी मात्र बाँच्ने होइन, हामी मात्र हिँड्ने होइन, हामी मात्र गाउने होइन, हामी मात्र होइन, हाम्रा वरिपरिका मानिसहरूलाई पनि परमेश्वरले हाम्रो निम्ति दिनुभयो। अनि जब तपाईँ र मैले ती व्यक्तिहरूको निम्ति यसरी नै प्रार्थना गरेर नासरत यीशु ख्रीष्टको नाउँको उहाँको राज्यको घोषणा गरेर चङ्गाई प्रदान गर्छ, त्यो दिनमा चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ अति नै खुसी र आनन्द व्यक्त हुनेछ। आमेन। त्यसैले तब सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिराखेको देखे। अनि मात्र परमेश्वरको प्रशंसा, परमेश्वरको महिमा चाहिँ ती व्यक्तिहरूले पनि गर्न पाउनेछ। त्यसैले यो जिम्मेवार तपाईँ र मेरो हातमा छ, तपाईँ र मेरो काँधमा छ। प्रिय हो, यो वचनले आज तपाईँ र मलाई भन्दछ हामीले गरेका, हामीले गर्नुपर्ने कर्तव्य चाहिँ हाम्रा मानिसहरू जो जति चाहिँ एकदमै निमुखा छन्, जो जति चाहिँ दुखी गरिब असहायहरू छन्, जो जति चाहिँ रोगमा छन्, बिमारमा छन्, यी व्यक्तिहरूको लागि तपाईँ र मैले सुनाउनु पर्ने, बताउनु पर्ने नासरत यीशु ख्रीष्टको नाउँ मात्रै घोषणा गरिदिनु पर्नेछ। कुनै गहकिलो कुराहरू, कुनै तपाईँ र मैले रुपियाँ पैसाहरू, कुनै सुन चाँदीहरू दिने कुराहरू छैन, तर नासरत यीशु ख्रीष्टको नाउँ नै काफी छ। आमेन। त्यसैले आउनुहोस् हामी प्रार्थना गरौँ। वचनको उत्साह, प्रार्थनाको शक्ति र आशिष गवाही बाँड्न खुसीको खबर सधैँ तपाईँहरूको साथमा। कृपया हाम्रो यस पेजलाई लाइक, शेयर र फलो गरिदिनुहोला। धन्यवाद।